भाँडा कतिरो नभएर काँचो मोमो खायो। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु अनदर मिनी भ्लग। यादको रूपमा यति धेरै भिडियो बनाउन मन छ कि भोलिको दिनमा मेरो छोराछोरीले हेरेर भनोस् न जमानामा मेरो बाउ पनि डेन्जर नै हो नि। सधैँको मर्निङ वाक गरेर हल्का एक्सर्साइज गरेर घर जाँदा त पुन्टेले पो मलाई भुक्छ त। आएर ब्राजिलको गेम हेर्दै थियो, गोल हान्दिरा एन्ड सेलिब्रेट हान्दै गेमको बिचमा गए। म पकौडा खाए कम लाएर, भाइहरूलाई पानी लिन पठाएर मैले चाहिँ चिकन किमा र चाउचाउ ल्याए। मोमोको लागि पेस्ट रेडी गरे, मुछिसकेको पिठोलाई सानो सानो डल्लो बनाए। मोमो यसरी बनाउँछु, मैले पहिल्यैदेखि बनाइरहेको हुन्छु। आगो बालेर मोमो यसरी बसालियो। 2 घण्टा आगो बालिसक्यो, मोमो पाक्दैन त। मोमो खान यता बच्चाहरू कुरिरहेको छन्। पछि केही सिप नलागेर कराईमा मोमो फ्राई गरिदियो। भाँडोलाई साइड लगाएर राखे। यसरी मोमो अचार रेडी भयो। बच्चाहरू सबैलाई दिएर म नाइट वाक हान्न गए। 10 बजेतिर एकछिन बसेर आजको च्यालेन्ज पनि सकाइयो। नेक्स्ट वाट